मम्मी के गर्नु भएको ला आलु भएको रहेछ बाँदरले त्यहाँतिर निकालेर चलाउँ त साप छरेर यी आलु त ए नि उ त्यता पनि है उखालिदिएको यी यत्रो यत्रो भएछ अलिक बेलै भएको छैन नि तर के गर्नु बाँदरले सक्यो उ त्यसले खन्दैछ अनि यो बोट त मरेकै छैन त बोट मरेको छैन नि अब के गर्नु यतिर राख्यो भने बाँदरले सक्ने होला पाउँदैछ नाना ए आलु यो आलु त भएको छ नि तर के गर्नु ए मम्मी आलु 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 यता पनि पाएछ आलु ठुलो हो झ्याप छ नि आलु अझै हुँदै रहेछ नि मम्मी हेर्नु त यी हुँदैछ नि के गर्नु बाँदरले अब सक्ने रहेछ त्यसो भए अब यो सागहरू पनि सबै खान्छ होला नि बाँदरले खाँदैन रहेछ आलु यहाँतिर नि लडीबडी पारिदिएछ है ए आलु यत्रो यत्रो भएछ गरेर